वेलकम ब्याक टु माई न्यू भिडियो। आज धेरै पछि कस्तो बोल्न नसकेको म ल डिटेक। हेलो गाइस, वेलकम ब्याक टु माई न्यू भिडियो। हेलो गाइस, वेलकम ब्याक टु माई न्यू भिडियो। धेरै पछि भिडियो बनाउँदै अनि के भन्छ भने आज चाहिँ केही छैन जस्तो नआउनु घाम सो मच घाम है गाइस, सो मच घाम। अनि म भिडियो बनाउँदैछु आज चाहिँ के भने एउटा उयोहरू दिन्छ तपाईँहरूलाई। म युट्युबमा भिडियो नहालेको पनि 3 महिना भएछ। अनि म चाहिँ किन युट्युबमा भिडियो नहालेको भने म इन्स्टामा अहिले धेरै नै एक्टिभ छु। मेरो इन्स्टा आइडी यहाँ छ, इन्स्टामा फलो गर्न सक्छु सुरुमा। अनि त्यसपछि युट्युबमा भ्लग नहाले नि मैले टक्क के अरे सर्चहरू चाहिँ हालिरहेको थिएँ है पहिला। अनि त्यो चाहिँ हेर्नु सर्चहरू पनि रेगुलर हालिरहेको सर्चहरू। अनि इन्स्टामा भिडियो रेगुलर आउँछ, इन्स्टामा फलो गर्नु सबैले। अहिले चाहिँ हामी सुडान लाग्यो, सुधारे भेटाउनु गाइज। हामी हिँड्दा अघि कहाँ थियौँ भने हामी मुनलाइट, हाम्रो स्कुल मुनलाइट जानु लागेको छ। मैले चाहिँ अनि मेरो कपाल अति नै उडेछ हावा भएर अन्त गाइज त्यो भएर हो कि सिल्की भएको कपाल चाहिँ। जब हामी पुग्ने छौँ अब मुनलाइट जाने बाटो। राइड हान्नेको चिन्नुहुन्छ होला, अब भनिराख्नु पर्दैन होला। राइड हान्ने मान्छे अब पछाडिबाट हेर्दै चिन्नुहुन्छ होला। राइड हान्ने मान्छे चाहिँ चिन्नुहुन्छ भने रक्स अनि धेरै कुराहरू यहाँबाट भन्छु है म है। हाम्रो इन्स्टा आइडी, टिकटक आइडी सब म चाहिँ भन्छु है तपाईँहरूलाई। सब मैला राखिदिन्छु मेरो हाम्रो इन्स्टा टिकटक सब आइडी सबैको आइडी राखिदिन्छु। अनि चाहिँ हामी मुनलाइट राखेछौँ। अब चाहिँ हल्का लाज लाग्छ मलाई है। आज प्रोग्राम थियो है, स्कुलमा प्रोग्राम थियो। अनि केटाहरूले यस्तो सेटअप हानिसकेको रहेछ है, स्पिकरको सेटअप हानेको छ। सबजनाहरू यता हुनुहुन्छ भने लक्षण दादा ओ ब्रो के छ आज यता अर्को प्रोग्राम पनि छ है, म्याथमेटिकल क्विज। अब यसमा आज म्याथमेटिकल क्विज पनि छ। के गर्ने रे हो के रे डन I want गुड फ्राइडे जान्छ बच्चाहरू। म्याम गेम चाहिँ रहेछ यस्तो बनाउने कपले। दुईटा फाइनलिस्टहरू जसले जित्छ फर्स्ट हुन्छ है। ल अहिलेको लागि सेटअप हुँदैछ यहाँ टक्क सब हेरिरहेको छ किन ह्यान्सीमा हेर्नु त तिमी त अनि ह्यान्सी छ न यस्तो कपाल थिएन यस्तो। अरे हेलो अर्को गेमहरू छ यहाँ चाहिँ धेरैजनाको एकैचोटि 2+ होला 2 र 3 बच्चाको आएको म्यामको भिडियो गर्ने मैले चाहिँ यहाँ टक्क लगायो। हाउस र यहाँ Yeah.
hands up. Oh, hands up. Hands up. Hands up. Good boy. सब बच्चाहरु यहाँ खेलिरहेको छन् है भन के भयो के हो ल जति मिस सेटअप हुँदैछ सेटअप हुँदै है दाजु कोलाई गर्ने हजुरलाई आज है सब अब अर्को प्रोग्राम स्टार्ट हुँदा छ यहाँ अरे सबजना हेर्नु हरियो रातो निलो पहेँलो सब यहीँ छन् है यहाँ बसेर टक्क यहाँ केटाहरूले हान्छन् अनि सबले यसरी हेर्छन् है हजुर यहाँ चाहिँ मुनलाइटको ह्यान्सीहरू है सब ह्यान्सीहरू है मुनलाइटको युट्युबमा के भयो तपाईँलाई के गुनासो छ भन्नुहोस् जनता जान्न चाहन्छन् जनता जान्न चाहन्छ तपाईँलाई के भन्नु छ आजको बारेमा बस सबले हेर्छ हजुरलाई जनता भन्नुहोस् के कस्तो लागिरहेको छ प्रोग्राम हुँदैछ अब यहाँ कस्तो आश राख्नुपर्छ भाइ हजुरको स्टुडेन्टहरूबाट कस्तो आश राख्नुपर्छ तपाईँले हजुरले कस्तो आश राख्नुभएको छ गरेकी छु प्रेसिडेन्ट ओ प्रेसिडेन्ट भाइ छड्ड ओ प्रेसिडेन्ट यता आउनु तिमीलाई इन्टरभ्यू लिन्छु के यहाँ यही इन्टरभ्यू त कति लिने हो त है कसलाई के इन्टरभ्यू दिन्छ भने भन है मेरो भ्लग लामो त हुन्छ कमसेकम आजको प्रोग्रामको बारेमा हजुरले के भन्न चाहनुहुन्छ अरू केही आज कस्तो गर्छ होला यिनीहरूले कस्तो गर्छन् होला भन्ने आश छ तपाईँलाई राम्रो गर्छन् होला यिनीहरूले जनता जान्न चाहन्छन् कस्तो गर्छन् यिनीहरूले हावा जस्तै हान्दा छन् है बिचरा भाइको प्रेको भयो जस्तो लाग्यो क्या मलाई है प्लिज है को है त्यो भाइलाई धोका दिन्छ है प्लिज है भाइ त्यहाँ गीत हान्दै भाइको फ्यानहरू यता सबैजना है सबजना फ्यानहरू है भाइको है भाइ चाहिँ अघि एउटा गीत हानिसक्यो अनि भाइको फ्यानहरू चाहिँ यता नि छैन ओ ल फ्यानहरू करायो फ्यान बिचरा भाइ बहिनीहरू देख्नु लास्ट माया लाग्छ यार बिचरा सब टोलाएर बसेको छ नि President!
यहाँबाट बस भनेर हुन्छ नि है ओए हाम्रो डटे भाइले हान लाएर त नि हो फ्यानहरू है सब फ्यानहरू यहाँ फ्यानहरू मलाई आजको प्रोग्राम सक्यो जस्तो लागिरहेको छ है सबजना अघि कति धेरै थियो भिड अहिले कोही छैन है यहाँ लाइक दिउँसो नै सक्यो प्रोग्राम त्यो नाच्छ हामी गरेको अनि मैले भ्लगिङ गर्दैन किनभने अब हामी करेन्ट चौचो बनाएर खानेछौँ त्यो अलिकति देखाइदिउँ भनेर करेन्ट चौचो बनाएर खाने हो भर्खर हामी लाइभ पनि सक्यो अनि मैले तपाईँहरूलाई सबै दिन्छु होइन त्यहाँ डिटेलहरू टिकटकमा लाइभ बस्ने अनि टिकटकमा भिडियोहरू हाल्ने हामीले हाम्रो मेन एकाउन्टहरू नै हामीले सेयर गरिसकेका छौँ सबले फलो गर्ने युट्युबमा हामी धेरै एक्टिभ नभए नि इन्स्टा र टिकटकमा चाहिँ हामी धेरै एक्टिभ छौँ हामी देख्यो होला है लगाइ चल्दैछ बेटामा लगाइ हाम्रो चौधो रेडी अनि यता कोक यता भात पिरो हुन्छ भनेर आजको लागि यति नै यो सब यही देखाउनलाई मैले भ्लगिङ नगरेको अब चाहिँ भ्लगिङ गरिदिन्छु लगाइजहरू है त्यहाँ मैले इन्स्टाग्राम टिकटकहरूमा चाहिँ फलो गर्नु होला यसो हेरेर है हेर्दै फलो गर्नु है